साथीहरू आज चाहिँ मैले टिकटक फेसबुकतिर पनि देखिरहेको थिएँ जोन्सन बेबीको चाहिँ यो ओरिजिनल र डुप्लिकेटको बारेमा। यो स्टिकर निकाल्यो भने चाहिँ यहाँ अर्कै स्टिकर आउने देखाएको थिएँ होइन। तर मैले एकचोटि यसो हेरेर ट्राई गरेको थिएँ। यहाँ पछाडिबाट यसरी लाइटमा हेर्दाखेरि चाहिँ अर्को स्टिकर छैन जस्तो छ। तर लगाउँदाखेरि चाहिँ यो अलिकति नर्मल अरू भन्दा चाहिँ फरक फिल भयो कि। पहिला अरू जोन्सन बेबीको पहिला युज गर्दा भन्दा चाहिँ अलिकति छुट्टै फिल भयो। अलिकति थिकनेस बढी हुन्छ नि भएको जस्तो लाग्यो। त्यही भएर म यो स्टिकर निकालेर देखाउँछु है तपाईँहरूलाई। त्यसैको लागि म यो भिडियो बनाउँदैछु भन्नु है। म ठगेँ कि ठगिएन भनेर क्या। ओहो रहेन रहेछ है। ल म ठगिया रहन्छु है। ल धन्न। यहाँ नत्र अर्कै स्टिकर हुन्थ्यो क्या। यहाँ चाहिँ ग्रिन कलरको एलोभेरा के ब्युटी एन्ड जोय है के लेखेको वाला हुन्थ्यो। ल यो चाहिँ ओरिजिनलै परेछ है। मैले महँगोमा किने पनि यहाँ कसैले भन्नुहुन्थ्यो यहाँनिर डार्क गाढा हुन्छ यता हुन्छ। यो मलाई पनि डर लागेको थियो कि गाढा नआउँदाखेरि यो साइडको निकाल्ने भने नि यो साइडमा पनि हुने क्या। हेरौँ है साइडको निकालेर हेर्छु। ल हेर्नुहोस् यहाँ अर्को केही पनि छैन। ल छैन नि होइन। यो चाहिँ ओरिजिनल है। यसको हेर्दाखेरि चाहिँ भित्रपट्टि अर्को यो निकालेर हेर्नै पर्दैन। तपाईँले यसरी लाइटमा उज्यालोमा यसरी हेर्नुभयो भने यो देखिन्छ होइन। यो चाहिँ ओरिजिनल परेछ। म ठगिया छैन। तपाईँहरूले नि किन्ने बेलामा चाहिँ यो कुरा चाहिँ अब यो स्टिकर निकालेर किन्न त सक्दैन। तर यसरी लाइटमा हेर्न त सकिन्छ नि त। त्यो गरेर किन्नु होला। अलिकति ठगिनबाट बच्नु होला। आफूलाई बचाउनु होला। किनकि मार्केटमा एकदम हामी पैसा हेरेर आउँछौँ। यो सस्तो पाइयो जोन्सनको सस्तो पाइयो भनेर किनिहाल्छौँ र हामी ठगिएर आउँछौँ। त्यसले गर्दाखेरि याद गर्नु होला। मलाई चाहिँ ओरिजिनल परेछ। अब तपाईँहरूलाई पनि ओरिजिनल परोस्। लिने बेलामा किन्ने बेलामा जहाँसुकै किन्ने हुन्छ भने ट्रस्टेबल ठाउँबाट किन्नु होला होइन। सस्तोको उसमा नगर्नु होला। अनलाइनबाट किन्ने बेला नि विचार गर्नु होला र त्यस पछाडि किन्ने बेलामा यो कुरा याद गर्नु होला। ल है अहिलेलाई यति नै जानकारी तपाईँहरूको लागि। भिडियो हेर्नुभएकोमा धन्यवाद।